जोजोलपा नमस्ते। आज हाम्रो यहाँ दुईजना तबा हुनुहुन्छ जहाँ चाहिँ उहाँले जहिले पनि हामी बच्चा बेलादेखि रथ बनाएको देख्छौँ, हामी हेर्छौँ आउँछौँ। अब आज ठुल्बाहरूले केही भन्न मन लागिरहेछ मलाई, नालाम पासा छोरा तिमीलाई केही भन्ने भने। ठुल्बा रथ त अब मैले अब तपाईँलाई सोधेँ, रथ बनाउने पछिल्लो पुस्ताको मान्छेहरू छ त? खै अहिलेसम्म निस्केको छैन, आयो भने हामी सिकाइ भनिदिने हो। अब तपाईँहरूले यो चाहिँ जोगाइराख्नुभयो, रथ बनाउने पनि एउटा कला हो, धर्म संस्कृति हो। अब हामी जस्तो केटाहरूले सिक्न आएको छैन, अब के भन्ने तपाईँले? आयो भने भनिदिने हो, यसो गर्ने यसो गर्ने भनेर हामी सिकाइदिने हो। अब यसो हेर्दा बान्ने मात्रै हो, डोरी बान्ने पनि त कला छ नि यहाँ, होइन? योभन्दा सबभन्दा पहिला यो कुना पहिला बान्नुपर्छ यो रथमा, अनि यो जसले बाने पनि त्यो त एकछिनमा टुक्रो हुन्छ, बान्छ अर्कै कुरो। तर भित्री कुरो चाहिँ यो चार ठाउँमा चाहिँ बलियो पार्नु। अब यहाँ हाम्रो अर्को टबा हुनुहुन्छ, उहाँले पनि एकदमै होइन, अब गाई जात्रामा त हामी पार्टनरै जस्तो बाउ छोरा। ठुल्बा नमस्ते। नमस्ते। यो अब तपाईँले रथ थुप्रो वर्ष भयो ठुल्बाहरूले बनाइरहे होइन? अब मैले चाहिँ टोलको हिसाब गर्दाखेरि अरू टोलको मान्छे मतलब अन्टोबाट आएर चाहिँ बनाएको मैले देख्दिनँ, चाहे मेरो टोलमा चाहे होइन। यो पछिको बच्चाहरूले सिक्न जरुरी छ कि छैन? जरुरी छ, आएर सिक्नु पर्यो नि, होइन? परम्परा टेकाउनु सिक्नु पर्यो, सधैँ बुढापाकाले मात्रै गर्नु सकिँदैन। अब त्यसो सिकेन भनेको यो कामै अधुरो हुन्छ नि, काम रोकेर जान्छ। अब सिक्नु जरुरी छ। अब हाम्रो ठुल्बाले भन्नुभयो अब यो यसरी बनाइराख्दा गरिराख्दाखेरि होइन, तपाईँलाई चाहिँ कोही सिक्न आयो भने कति खुसी लाग्छ नि। अब हामी जस्तो हामी जस्तो यङ जेनेरेसन अहिले यसरी नसिक्दाखेरि कति दुःख लाग्छ तपाईँ हजुरहरूलाई? दुःख लाग्छ नि। अब तपाईँले के भन्ने उहाँहरूलाई? आउनु केटाकेटी आउनु, अहिलेको जमाना केटाकेटी आउनु, हामीले सकेको सिकेको सिकाइदिउँला। यो चुपको यस्तो परम्परा दिएको हो त्यो काम, आफ्नो परम्परा गर्नु पर्यो होइन? आजको सुरु जात्रा चाहिँ यहाँबाट उहाँ चाहिँ एउटा भेटघाट गर्नु पर्यो, उहाँ भेटघाट गरिसकेपछि यतैबाट ल्याउनु पर्छ। अब ठुल्बाहरूलाई यो रथ बनाउन पनि मान्छे नभएको कारणले आज यो भन्नुभयो, यो म भ्लग बनाउँछु, कोही आउँछ ग्रुपमा, अर्को वर्षदेखि ग्रुपै ल्याएर हामी सिक्ने कोसिस गर्छौँ, सकेसम्म बिरा मिलाएर होस् जसरी हुन्छौँ। ठुल्बाहरूलाई त्यति चाहिँ हामी धेरै नै 4-5 जना केटाहरू चाहिँ आएर सिक्छौँ। हस्, धन्यवाद। धन्यवाद जोजोलोपा। ल।